हेलो एभ्रिवान, फेरि पनि म तपाईहरुलाई चाहिँ एउटा जानकारी भिडियो दिन गइरहेको छु। यो भिडियोलाई चाहिँ पुरा हेर्नु होला। यदि तपाईको बाइकहरु छ भने चाहिँ यो अभियसली तपाईकै लागि हो है त। यदि तपाईको बाइक छ भने तपाईको बाइकमा क्लच प्लेट पक्कै पनि हुन्छ है। अनि क्लच प्लेट भएपछि क्लच प्लेट टाइम टु टाइम तपाईले फेरि राख्नु परेको पनि देख्न सक्नुहुन्छ है। त्यो चाहिँ के कारणले गर्दा चाहिँ क्लच प्लेट सिद्धिन्छ, छिटो चाहिँ क्लच प्लेट चाहिँ गयो भनेर चाहिँ कसरी थाहा हुन्छ तपाईलाई भन्दाखेरि चाहिँ यहाँनिर म त यो भिडियोहरुमा चाहिँ यो बताउने छु। क्लच प्लेट गएको कस्तो हुन्छ म तपाईलाई देखाउने छु। यो भिडियोमा चाहिँ पुरा बनिराख्नु होला है त। यो चाहिँ मेल फिमेल हो, यो दुईटा पार्ट चाहिँ। अनि बाँकी रहे चाहिँ यो क्लच प्लेट अनि फ्रिक्सन प्लेटहरु है। अनि त्यसपछि नर्मली हामीले चाहिँ ग्यारेजहरुमा अथवा सर्भिस सेन्टरहरुमा चाहिँ हामीले चाहिँ क्लच प्लेट गयो भने चाहिँ म्याक्सिमम यिनीहरु मात्र फेर्ने गर्छौं है। जुन चाहिँ फ्रिक्सन प्लेट र क्लच प्लेट है, यो दुईटालाई मात्र फेर्ने गर्छौं। जसको कारणले गर्दा चाहिँ तपाईको सुरुमा बाइक लिँदाखेरिको पिकअप जस्तो चाहिँ आउँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ तपाईले चाहिँ क्लच प्लेट एसेम्बली नै फेर्नु पर्ने हुन्छ त्यसको लागि चाहिँ। अनि यो क्लच प्लेट एसेम्बली चाहिँ किन फेर्नु पर्छ भन्दाखेरि चाहिँ यहाँनिर यो जुन क्लच प्लेट बस्ने भाग हुन्छ, जति पनि यसको ग्यापिङ हुन्छ, क्लच प्लेट र फ्रिक्सन प्लेट बस्ने ग्यापिङ हुन्छ, यो ग्यापिङ चाहिँ हल्का लुज हुन्छ। यो तपाईको क्लच प्लेटहरु यो खाइसकेको कारणले गर्दाखेरि चाहिँ यो राम्रोसित बस्दैन। यहाँ बस्दाखेरि चाहिँ अलिकति थोरै लुज हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ प्रपर पिकअप आउँदैन। अनि त्यो कारणले गर्दाखेरि मेरो क्लच प्लेट फेरेपछि पनि पिकअप भइरहेको छैन भनेर भन्नुहुन्छ है। त्यही भएर तपाईले चाहिँ फेर्दाखेरि चाहिँ यो एसेम्बली नै फेर्नु भयो भने चाहिँ तपाईको सुरुमा बाइक लिँदाखेरिको जस्तो जेन्युइन पिकअप चाहिँ यसले चाहिँ प्रोभाइड गर्छ। अनि यहाँनिर यो चाहिँ किन फेर्दाखेरि हुन्छ भने चाहिँ यहाँनिर यसमा यो खाइसकेको हुन्छ, यो स्टिल जति पनि यहाँनिर छ यो एल्युमिनियमको बनेको हुन्छ। यो यहाँनिर जति पनि खाएको छ हो, यस्तो खाएको कारणले गर्दाखेरि चाहिँ ग्यापिङ बस्ने हो। त्यही कारणले गर्दाखेरि तपाईले फेर्दाखेरि चाहिँ जहिले पनि सेटै फेर्ने गर्नुस्। त्यो चाहिँ तपाईको बाइकको लागि चाहिँ परफर्मेन्सको लागि चाहिँ माइलेजको लागि चाहिँ एकदम बेटर हुन्छ है त। यो भिडियो चाहिँ तपाईलाई जानकारी लाग्यो भने चाहिँ एउटा चाहिँ लाइक अनि फलो गरिदिनु होला। तपाईलाई जिज्ञासा लागेको कुनै कुरा छ भने चाहिँ कमेन्ट पनि गरिदिनु होला है त। हुन्छ, अहिलेको लागि यति नै।